युद्ध अथवा शान्ति अहिले विश्वमा चाहे त्यो युक्रेन रसियाका युद्धका बाछिटाहरू हुन्, चाहे त्यो अमेरिका इजरायल र यता इरान बिचको मध्यपूर्वका युद्धका बाछिटाहरू हुन्। अहिले संसारले वास्तवमा भन्ने हो भने एउटा शान्तिको निम्ति एउटा शान्ति खोजिरहेको छ। युद्ध होइन, शान्ति खोजिरहेको छ। तर त्यो शान्ति कुनै मुर्दा शान्ति होइन। त्यो शान्ति कुनै एउटा देशमाथि हस्तक्षेप गरेर, कुनै एउटा देशलाई, कुनै एउटा देशको दादागिरीलाई स्वीकार गरेर छाइएको केही समयको मुर्दा शान्ति होइन। एउटा देशले अर्को देशलाई गर्न सम्मानसहित, एउटा देशले अर्का देशमाथिको एउटा सहअस्तित्वलाई स्वीकार गर्ने प्रकारको सम्मानसहितको शान्ति विश्वले खोजिरहेको छ। त्यो प्रकारको मानवता, त्यो प्रकारको शान्ति अहिले विश्वको आवश्यकता छ। तर युद्धले झन्झन विकराल स्थिति लिने, युद्धमा हजारौँ निर्दोष नागरिकहरूले आफ्नो ज्यानको कुर्बानी दिनुपर्ने अवस्था जो सिर्जना भइरहेको छ, यसले एउटा निश्चित देशको आफ्नो स्वार्थको निम्ति, आफ्नो साम्राज्यको निम्ति, आफ्ना हतियारहरूको एउटा बार्गेनिङ पोइन्टको निम्ति, आफ्ना हतियारहरूको एउटा बिक्री अर्थशास्त्रको निम्ति जसरी अहिले युद्ध मच्चिरहेको छ, यसले कतै विश्वयुद्ध कायम हुने त होइन, कतै विश्व फेरि ध्वस्त हुने त होइन। यो प्रकारको गम्भीर अवस्था सिर्जना भएको छ। त्यसैले हामी विश्वभरका न्यायप्रेमीहरूले एउटा शान्तिको पक्षमा, युद्धको विरुद्धमा आवाज उठाउनु जरुरी छ। तर त्यो शान्ति कुनै मुर्दा शान्ति होइन। एउटा सहअस्तित्व र एक देशले अर्का देशमाथिको सम्मानमा आधारित शान्ति, एक देशले अर्को देशमाथि गर्ने हस्तक्षेपको विरुद्ध कायम भएको शान्ति, त्यो प्रकारको शान्ति हामीले चाहन्छौँ। हो, विश्वबाट आणविक हतियारहरू निशस्त्रीकरण हुनुपर्दछ। तर कुनै एउटा देश त्यही अणु बमको, त्यही आणविक हतियारको दादागिरी चलाइरहने अनि अर्को देशमाथि आणविक हतियार बनाउन पाइँदैन भनेर दादागिरी देखाउने, त्यो प्रकारको दादागिरीपनले होइन। सबै देशबाट आणविक हतियारहरू निशस्त्रीकरण हुनुपर्दछ। त्यो प्रकारको समझदारी कायम हुनुपर्छ। होइन भने कसैले आणविक हतियारहरू बढाएको बढाइ गर्ने, कसैलाई त्यही आणविक हतियार बनाउँदैछ भन्ने नाममा त्यो पनि झुटो बहानामा त्यो देशमाथि, त्यो देशका जनतामाथि, त्यो देशका निर्दोष बालबालिकामाथि, विद्यार्थीमाथि प्रहार गर्ने, त्यो प्रकारको साम्राज्य, त्यो प्रकारको युद्ध स्वयं त्यस देशभित्रका जनताहरूको पनि विरुद्धमा छ, संसारभरिका न्यायप्रेमी जनताहरूको विरुद्धमा छ। र त्यसले सही ठाउँमा पुर्याउँदैन र त्यो दादागिरीको अन्त्य हुनु जरुरी छ। युद्ध रोकिन जरुरी छ। विश्व स्तरबाट आणविक हतियारहरूको निशस्त्रीकरण हुन जरुरी छ। मुर्दा शान्ति होइन, युद्धको निम्ति युद्ध होइन, शान्तिको निम्ति युद्ध, वास्तविक शान्तिको निम्ति युद्धै लड्न परे पनि त्यो प्रकारको भीषण युद्ध लड्न जरुरी छ। धन्यवाद, नमस्कार।